शीतलं मधुतैलं च गरिष्ठान्नं तथैव च भावदुष्टं प्रयोर्षितं जय्या नित्यं कथा। द्विदल भएर उम्रिने मासहरू भटमासहरू त्यस्तो पदार्थ नखानु, मह नखानु, तेल नखानु, नपच्ने वस्तुहरू नखानु, अनि कसैले खान लागेको बेलामा हरे कस्तो नराम्रो भनेर अरू नराम्रो वस्तुसँग दाँच्छ भने त्यस्तो वस्तु नखानु। अनि व्रत गर्नेले के गर्नु पर्यो? कथा सुन्न बस्नेले के गर्नु पर्यो? कामं क्रोधं मदं मानं मत्सरं लोभमेव च दम्भं मोहं तथा देशं दूरयश्च कथा व्रति। काम, क्रोध, मद, मात्सर्य र लोभलाई छाड्नु पर्यो। हरि शरण। अबलाई कामलाई छाड्नुको तात्पर्य हात बाँधेर बस्नु होइन, काममा अभिमान नगर्नु। लोभलाई छाड्नुको अर्थ हजुरहरूले त जहाँसुकै जाओस् कथा भन्ने पण्डितले पनि आफ्नो सामान बाटोमा हाल्दैन। लोभलाई तात्पर्य, लोभलाई छाड्नुको अर्थ यो हो आफ्नो सम्पत्तिलाई राम्रोसँग संरक्षण गर्नु, अरूको सम्पत्तिमा आँखा नगर्नु, त्यो लोभलाई त्याग्नु। यस्तो प्रकारसँग कथा सुन्नु। सत्यं शौचं दयां मौनमार्जवं विनयं तथा उदारमानसं तद्वद् देवं कुर्यात् कथावती। जसले पनि भगवानको भक्ति गर्नेवाला भक्तको हृदय सधैँ सत्य हुनु पर्यो, शुद्धता रहनु पर्यो, दया हुनु पर्यो, मौन बस्न सक्नु पर्यो, सन्तोष हुनु पर्यो, विनयता हुनु पर्यो। यस्तो नै भगवानको भक्तको लक्षण हो। जसले भागवत सुन्छ भने सबै चाहना पूरा हुन्छ, सन्तान नभएकाहरूको रोगीहरूको रोग नाश हुन्छ, सन्तान नभएकाको सन्तान प्राप्त हुन्छ, सन्तान जन्मिँदै मर्दै गरेकाहरूको पनि सन्तान राम्रो हुन्छ। अपुष्पाकाकवन्द्याय वन्द्याय च मृतार्भका स्रवद्गर्भाचया नारी तया श्राव्या प्रयत्नतः। श्रीमद् भागवत महापुराणको श्रवणमा जय शब्द नम शब्दहरू पनि भन्दै गर्नु। यस्तो प्रकारबाट भागवत महापुराण समापन गर्नु भक्ति र भावपूर्वक। अनि गृहस्थी हुनुहुन्छ भने हवन गर्नु, सन्यासीहरू अथवा अरूले लगाउनु भएको छ भने गीता पाठ गरेर पनि भागवतलाई परिपूर्ण गर्नु। श्रीमद् भागवत महापुराण। अब यहाँ गुरुहरूलाई जसले वाचन गर्नुहुन्छ उहाँहरूलाई खुसी बनाउनु भन्नुभएको छ। हामी सारांशमा भन्नुपर्दा यिनै हो, भागवत महापुराणको श्रवणबाट सबै कुरा प्राप्त हुन्छ, जे कुरा चाहिएको छ त्यही कुरा प्राप्त हुन्छ। यो भागवत महापुराण कस्तो? निगम कल्पतरोर्गलितं फलं सुखमुखादमृत द्रवसंयुतं पिबत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुका। वेद रूपी वृक्षमा फलेको एउटा राम्रो पाकेको फल, त्यो सुगर विचारले जुठ राखेको फल अत्यन्त महत्त्वपूर्ण छ। भगवानको परम लीला अन्तर्गत यस्ता प्रकारबाट तिनी सौनकादि 4 कुमारहरूले नारद नामका मुनिलाई बताउँदै हुनुहुन्छ। राजन श्रीमद् भागवत महापुराण लगाउँदाखेरि बडो भाव भक्ति र श्रद्धापूर्वक श्रीमद् भागवत महापुराणलाई लगाउनु। त्यही बेलामा कथा वाचन गर्नको लागि नारद प्रदानकर्ता भएर बस्नुभयो। 4 कुमारले कथा वाचन गरिरहेको ठाउँमा गएर अब सारा देवताहरू पनि प्राप्त भए। को आए भन्दा प्रह्लादस्ताधारी तरलगतितया चोत्तव कामछधारी वीणाधारी सुरसी सुरकुशतया रागकर्ता जनोभुद। प्रह्लाद ताली पिट्दै आएछन्, उद्धव गाउँदै गाउँदै आए, नारदले वीणा बजाउँदै बजाउँदै आए। सारा देवता भागवत महापुराणमा आगमन प्राप्त भयो। यस्ता प्रकारबाट सारा देवता पनि आउनुभयो। सबै आएर भागवत महापुराण श्रवण गर्न लाग्नुभयो। अन्तिममा गएर 4 कुमार भन्नुहुन्छ, राजन यो भागवत महापुराण भनेको अत्यन्त महत्त्वपूर्ण छ। कल्मस नाश गर्नको लागि महत्त्वपूर्ण भएको भागवत सबैले सुन्नु पर्दछ।
पुरै दिन नभए पनि एक दिन भएन पनि 1 घन्टा भएन भने 1 क्षण भए पनि कम्तीमा 24 मिनेट भए पनि 24 सेकेन्ड भए पनि जसले भागवत सुन्छ साँच्चै भने त्यसको कहिले पनि संसारमा जन्म हुँदैन, अब उसको मुक्ति हुन्छ भने यो भागवत पहिला भाद्र शुक्ल पक्षको नवमी तिथिमा सुखदेव स्वामीले राजा परीक्षितलाई बताउनु भयो। त्यसको 30 वर्षपछि कार्तिक शुक्ल नवमी, हेर्नुहोस् त ठ्याक्कै हामीले भागवत सुरु गरेको बेलामा कार्तिक शुक्ल नवमीको दिन शरद कुमारलाई बताउनु भएको, नारदलाई बताउनु भएको यो भागवत महापुराण। अनि आषाढ शुक्ल नवमीको दिन गोकर्णले 200 वर्षपछि परीक्षितलाई बताउनु भएको भागवतलाई। हेर्नुहोस् त भागवत जहिले सन्त कुमारले व्याख्या गर्नुभयो कार्तिक शुक्ल नवमीमा, त्यही दिन यो घरमा भागवत आरम्भ भइरहेको छ। अब अन्तिम श्लोकमा गएर भन्नुभयो एताम यो नीततया शृणोति भक्त यसैन कथयति शुद्ध वैष्णवाग्रे तपसक विधिकरणार्थं नवेते यथार्थ नहि भने किम प्रसादिन। जसले यो भागवत भनेर नाम मात्र सम्झिन्छ भने पनि उसको संसारमा गति हुन्छ।